यहाँ ऊ भन्ने मतलब होइन। पढाइ पुगे जहाँबाट निस्कन्छ, पढाइ नपुगे कहीँबाट निस्किँदैन। पढाइ पुग्नु पर्यो, पढ्नु राम्रो पर्यो। तपाईँहरूले गल्तीहरू नपढेर खतम पार्नुहुन्छ। अभ्यास 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 अभ्यासको विकल्पै छैन। पढेको त तपाईँलाई आइक्यू र यो पढाइ र मान्छेको लभ एउटै हो। तपाईँले आज भेट्नुभयो, भोलि भेट्नुभयो होइन, पर्सि भेट्नुभयो, अनि चिने जस्तो लाग्छ, अनि बोलौँ बोलौँ जस्तो लाग्छ, अनि सँगै चिया खाउँ जस्तो लाग्छ, अनि भेटौँ जस्तो लाग्छ, पछि त बिहे नै गरौँ जस्तो लाग्छ। भनेपछि यो पढाइ पनि त्यही हो। सुरुमा चाहिँ अन्जान जस्तो हुन्छ। आज हेरौँ, भोलि हेरौँ, पर्सि हेरौँ, अनि हेरिरहँदाखेरि अनि आहा यो त यस्तो यस्तो रहेछ भन्ने हुन लाग्छ। अनि पछि त दामी हेत्तेरिका। एउटा पहिला त्यो के अरे हाम्रो तामाङ गाउँ होइन, एउटा टिचर आएको थियो नि उपाध्ययमा, रक्सी खानु हुँदैन भन्थे। कुरा त राम्रै थियो। पछि तामाङको सङ्गतमा लाएर रक्सी खान थाल्यो। अनि पछि त यति मजा दिने चिज खानै ढिला गरिछु भन्थे कि। अब त्यहाँ रस पस्यो नि त उनलाई होइन। अनि त यति मजा दिने चिज त खानै ढिला गरिछु अरे कि। अब हो हाम्रो पढाइ नि त्यस्तै हुन्छ। पहिला यस्तो सहिलो रहेछ, मैले यति गाह्रो सम्झिन्छु भन्ने फिल हुन्छ कि। अनि यति सहिलो रहेछ, यो त केही नै रहन्छ जस्तो हुन्छ होइन। त्यो चाहिँ किन भन्दा पढाइ गरेपछि हुन्छ। यहाँ चाहिँ कस्तो हुन्छ भने, यहाँ आएर यहाँ यसो त्यो व्यापार गरेरले के भनिदिन्छन् भने, यहाँ भर्ना गर्नुहोस् त तपाईँलाई हामी पुरा पास गराइदिन्छौँ। के को घर कसैले त्यसै पास गराइदिन्छ हो। भनेपछि तपाईँ के बुझ्नु पर्यो भने, हामीले चाहिँ तपाईँको चाहिँ अनि मक्ख पर्यो, जाहिर चाहिए हुन्छ। अनि त त्यसै पास गराइदिने भइगयो नि उसले त। अनि पछि रिजल्टमा पहिल्यै पेपरमा नाम आउँदैन, अनि कसैले फोन पनि उठाउँदैन। त्यसले पैसा गइसकेको हुन्छ, समय गइसकेको हुन्छ। त्यस कारणले सधैँ कुरा बोल्न नसक्ने मान्छेले पार लगाइदिन्छ। त्यो सधैँ नै कुरा बोलेको छैन कि। मजासँग पढ्नुहोस्, राम्रो मेहनत गर्नुहोस्, सफल हुन्छ। कसैले ल्याएर एकछिन आफै त पास भए, अब अरूलाई पास गराइदिन्छ। कसले कसलाई गराउँछ भन्नु? आफ्नो लागि, आफ्नो एउटा मान्छेका लागि, मेरा लागि, मेरा दुईवटा हात छन्, खुट्टा छन्, माइन्ड छ, त मैले गरिरहेको छैन। अनि त्यो आफ्नो काम गरेर अनि तपाईँलाई आएर त्यसले पार लगाइदिन्छ। विश्वासै गर्नु पर्यो। आफूलाई विश्वास गर्ने, आफ्नो कर्मलाई विश्वास गर्ने, राम्रोसँग पढ्ने, असल बन्ने, यो सामाजिक सञ्जालतिर सही कुरा मात्रै हेर्ने। त्यसो गरेर चाहिँ हुन्छ, नत्र हुँदैन। राम्रोसँग पढ्नुहोस्, तपाईँहरूले गर्नुहुन्छ, आत्तिनु पर्दैन। ल सबैलाई आज नमस्कार।